साथीहरु हामी चाहिँ काफल चाहिँ खासै रहन्छ काँचो रत्रे रहेछ अब ऐसेलुतिर जान्छौँ हामी ऐसेलु खोज्न जाँदै छौँ ल हामीहरु भाइ म दिदी अनि मेरो छोरा भएर चाहिँ ऐसेलु खोज्न जाँदै छौँ साथीहरु हेर्दै गर्नु होला भिडियोलाई चाहिँ मन परे लाइक कमेन्ट शेयर गरिदिनु होला भन्न चाहन्छु जस अहिले चाहिँ एकदम रमाइलो हुँदैछ गाउँमा चाहिँ बिदाको समयमा हामीले चाहिँ बिदाको समयमा घुम्नको लागि जस अलिअलि समय निकालिँदैछ भनौँ अब गाउँमा चाहिँ फुर्सद खासै हुँदैन के अरे घरको कामहरू भ्याएर बल्ल आज फुर्सद पाएर उस गर्दैछौँ यो गाउँ उता देखाइ त यो हर्पन गाउँ है हामी हर्पन गाउँ हेर्न सक्नुहुन्छ सुन्दर छ अनि टावरतिर फर्केन टावर पनि टावर बेसरी अग्लो छ भाइ हल्को छ टावर यो चाहिँ मेरो भाइ क्यामेराम्यान भिडियो जस्तो भए पनि नराम्रो नसोचिदिनु होला यहाँ चाहिँ अलि घुमेर स्कुल बन्द भएर घुमेर बनाउँदाखेरि अलि हामी दोकाननिर त्यहाँनिर त भिडियो चाहिँ खासै सोचे जस्तो राम्रो त आएन होला त्यही पनि नराम्रो भएमा हामीमा बोल्ने क्रममा केही गल्ती भएमा चाहिँ साथीहरूले चाहिँ क्षमा गरिदिनु होला है त म त्यही भन्न चाहन्छु र अब हामी चाहिँ ऐसेलुतिर जाँदैछौँ है लालीगुँसहरू सबै सकिएछ अनि काफलहरू पनि लगभग सकिएछ अनि त्यही माथि अहिले त झन् लाखुहरूले एकदम दुःख दिन थालेर रहेछ क्या आरुको बुटोहरू पनि पुरै बुटोमा चढ्दै आरु जति सक्ने घर घरमा आउने अनि बाँदरले चाहिँ धेरै दुःख दिन थालेको रहेछ यहाँ चाहिँ बाँदरले हिजो आज झन् एकदम धेरै दुःख दिएछ अनि अहिले मौसम खासै बल्ल आज यतिको राम्रो खुलेको नत्र भने पानी परेको पानीले गर्दा चाहिँ साह्रै समस्या बनाएको थियो नत्र अझै राम्रो देखिन्थ्यो यहाँबाट पोखरा बजार फेवाताल राति चाहिँ एकदम झलमल्ल बिजुली बलेको देख्न सकिन्छ र गाउँ चाहिँ यो पोखराबाट धेरै टाढा पनि होइन जे ठुला खेतबाट चाहिँ डेढ घन्टा गाडीमा आउँदा चाहिँ 1.5 घन्टा होइन हिँडेर आउन 1.5 घन्टा हिँडेर आउन 1.5 घन्टा छ गाडीमा आउन त्यस्तै 40-45 मिनट गाडीमा आउँदा 45 मिनटको बाटो छ तर चाहिँ मानिसहरू चाहिँ कोही अब अमेरिका अस्ट्रेलिया जापान भन्नाले गाउँ छोडेको भएर हुन चाहिँ हो नत्र भने चाहिँ गाउँ चाहिँ धेरै रमाइलो छ है मलाई चाहिँ तपाईले के भन्न चाहनुहुन्छ लागिरहेको छ चुरु दिदीले पनि केही भन्न चाहनुहुन्छ उहाँ चाहिँ यही स्कुलमा पढेर हुर्केर बसेको उहाँ चाहिँ माइती गाउँ है उहाँको चाहिँ मेरो चाहिँ सानीमाको घर मेरो भाइको घर अब हामी पनि भोलि अब डिमुवा जाँदैछौँ भोलि पनि अब भेटौँ होइन अरे भोलिको कुरो नगर्नु भोलिको कुरो त भोलि नै हुन्छ नि फुलहरू देखेन हेर्नु होला यहाँ कति राम्रो गुलाबको फुल छ हेर्न सक्नुहुन्छ आउनु होला छिटो बेलाउतीको बुट्टा भएर क्यान्नी तर फलै फले होइन पाकेको छैन तर अनि फुलहरू राम्रो फुलेको चाहिँ यहाँ गुलाबको फुल चाहिँ कस्तो राम्रो भाइ सक्नुहुन्छ गुलाबको फुल टिप्ने हो एउटा टिप्नुहोस् न ल देख्न सक्नुहुन्छ गुलाबको फुल मैले टाउका सिउरे चाहिँ खसेछ नि है फुल ल जाम तैँले टिपेपछि काँडाले कोतार्छ जाम ल जा तिमीले नटिपा बाबु काँडाले कोतार्छ ल साह्रै राम्रो चाहिँ म चाहिँ सिउरिन्छ परेको फुल सिउरमा सिउरिन्छ है देखेन यस्तो घामको कारणले छाता अब उसले भुलाउलाई छाता ल्याऊ बाबु छाता लिएर आऊ अरे फेरि छाता हो भाइ यस्तो दिनुहुन्न ल्याऊ मलाई मौसम आछु अब राम्रोसँग यस्तो घाम छ त्यो पनि हामी औषधी खाने भन्दा दिदीलाई लिएर हिँडेको अब उता बजारतिर औषधी नहुने काफा नहुने खाना उला हालेर हुन त हुन्छ तर हामी चाहिँ खासै जान पनि पाइयो होइन अलिक गाउँतिर गए त पाइन्थ्यो के अरे खासै जान नपाउने के अब पढाउन जाऊ आऊ अनि घरको कामको व्यवस्थाले गर्दा औषधी नै खाना भनेर जान नपाएर हो ल त मेरो लागि चाहिँ त्यति औषधी नयाँ त होइन तर त्यो जान नपाइने क्या यता यता जाने हो यता स्कुल त राम्रो रहेछ है यस स्वयंमा पढाउने आऊ गफ यता अहिले स्कुल बन्द भएको भएर चाहिँ अलिक राम्रोसँग पढाउन पाइएन हामीले नत्र भने गेट खुल्ला हुन्थ्यो र राम्रोसँग अझै राम्रोसँग पढाउनु अब एकछिन स्टप राख्ने कि अब उता अब औषधी खाने बेला भेट्छौँ गाइज ल हामी स्कुल कटेका छौँ अब हामी औषधी खाँदै जाँदैछौँ हेर्न सक्नुहुन्छ अब हामी पनि अब शीतलोतिर गेट देखिरहेको छ ल अब हामी चाहिँ स्कुलको गेटबाट जाँदैछौँ है उता स्कुल कटेर ल स्कुललाई चाहिँ बाई बाई गर्नु पर्छ बाई बाई हर्पनको स्कुल अब कहिले आइन्छ सम्झनाको लागि चाहिँ भिडियो बनाएको हो
अनि म पहिला जतिचोटि आए पनि म चाहिँ यो स्कुलमा आउनु मिल्नु नपर्ने के काम नै फुर्सद नपाएको राम्रो छ गाउँमा फेरि भैँसी बाख्रा गर्दाखेरि त्यस्तै हो त्यही भएर हामी समय निकालेर आएको छौँ सदुपयोग गरेर अझ राम्रो दिन परेको छ पानी परेन पानी भरे पर्छ होला बेलुका त पर्ने होला नि बर्खामा छ पानीको भरोसा हुँदैन क्या भर्खरै घाम लागेको छ यहाँ त भर्खर पानी पर्ने लाखु पनि हुनसक्छ देखाइदिने छौँ उता बसी उता लागु छ क्या उता लागु बाँदर बाँदर मङ्की मान्छे हुँदा हुँदै घरभित्रै आएर लाने हाम्रो घरभित्र आएर टमाटर पाए पनि हाम्रो घरभित्र आएर दाल टमाटर सबै लिएर गएको छ खेदाको खेदेर हान्ने पर्ने गर्नुपर्ने ल बजारतिरको जस्तो हुँदैन ल अलिक राम्रो तलबाट दिदी देखिनु ओहो के किरो अब यसो पनि के देखाउने हो गाइज अब हामी पनि अब उता घर हेर्न सक्नुहुन्छ हाम्रो सबै गाउँहरूको घर सबै देखाउने छौँ जुन चाहिँ यहाँ पनि राम्रो घरहरू छन् यो छोडेको घर हो गाउँ हेर्न सक्नुहुन्छ उता गाउँ पानी खान मन लाग्थ्यो स्कुलमा पानी धमिलो रहेछ त्यही भएर अब हामी पानी भएकोतिर पनि जान्छौँ औषधी पनि खोज्छौँ हेरौँ कस्तो छ के छ अब हामी अब पानी भएको ठाउँमा अब धारामा आउँदैछौँ हाम्रो गाउँ हेर्न सक्नुहुनेछ यताबाट ए अङ्कल हेलो अङ्कल हुनुहुन्छ माथि हेर्न सक्नुहुन्छ गाउँ हाम्रो यस्तो सारा गाउँहरू राम्रा राम्रा छन् यति मिठो छ हाम्रो धाराको पानी स्वच्छ मिठो मिठो स्वच्छ छ पानी ल खोलिहाल्नु छ पानी बहादुर अङ्कलको घरको तल धारामा छौँ त्यहाँ धारामा पानी राम्रो रहन्छ कि धमिलो रहेछ तिर्खाउँदा नि पानी खान पाइन्छ ल पनि आएको छ कि छैन पानी आएको रहेछ मिठो छ पानी ल यहाँ स्वयं पनि तल गइसकेको छ छिटो खालि अब यहाँ भर्नु भएको छ बत्तमा दुईजना दिदीहरू पानी खाँदै हुनुहुन्छ दिदीले र हामी खराउँछौँ हामी तिर्खा लाउँछ भनेर अब उसन टिप्ने बेला यस्तो घाम छ त्यसैले पानी भर्न लाग्छ हामीले बत्तल खोजेर अब ओहो घुम्दा त तिर्खा ला नि बाबु फाल्दो के त्यो बाबु तिमीले पनि पानी खान्छौ पानी खाम न सो अनि त्यो हावा लागेको छ अनि जोड दिने हो के छिटो फाल्दो के हो किन गाउँ पनि हेर्नु त्यो फालेर आउ त गाउँ छिटो अरु जोड दिन्छ हामी छिटो गौ पानी खाऊ खोल्नु न पानी त्यो के त्यो यहीको खाना यो भोलि मोबाइल चिसो हुन्छ के ला पानी हेर्नु खाएको एउटाले हेर्दै जाँदैछु अरे जुन खाएर पानी खाँदै हुन्छ मेरो भाइले चाहिँ मेरो भाइले आज ठन्डा पानी फ्रिजमा राखे जस्तै यता घुमाएछ कि मेरो भाइ भ्लगरले त्यही पनि ठिकै छ केही भएन नराम्रो नसोचिदिनु होला मेरो भाइ चाहिँ 8 सम्म यही स्कुलमा पढ्यो अनि त्यसपछि अहिले सुलाहेट चाहिँ 9-10 अहिले बल्ल ऊ पनि एसएलसी दिएर बसेको थियो बल्ल आएको छ ऊ पनि गाउँमा रेस्ट पाएको छ भनौँ न त भने उहीँ बसेर तल सुलाहेट बसेर स्कुलमा पढ्थ्यो अनि एसएलसी दिएपछि बल्ल आज राम्रोसँग घर आएर बस्न पाएको छ न त म बजारतिरै थिएँ न त ऊ पनि अब ऊ पनि यहाँ गाउँमा हुन्न अब 11-12 पढ्न पऱ्यो एसएलसीको रिजल्ट आएपछि एससीको रिजल्ट आएपछि ऊ पनि 11-12 पढ्न पोखरा जान्छ सानो बुवा चाहिँ पोखरै हुनुहुन्छ पोखरै जागिर गर्नुहुन्छ सानो मेरी चाहिँ गाउँमा भएपछि पानी खेतीबाली यता सम्हाल्नुहुन्छ बाँदर थियो अहिले हाम्रो भ्यानभरि राम्रोसँग आओस् त्यसपछि एसएलसीको कटाएपछि चाहिँ 11-12 पढ्छ त पास पनि दिन्छ अरे होस्टेल पढे मजाले पढेपछि त हुन पर्यो नि त नभएर हुन्छ त्यति घाँटी गरेर पढेर नि नभएर साँगबाट हुन पऱ्यो नि ल त्यो कुरा छोडिदिउँ अब भ्लगतिर जाउँ हामी त्यसो भनेर भिडियो पनि पास गरिदिन्छु भन्छ हेर्नु होला यो औषधी चाहिँ अलिअलि रहेछ नि यहाँ जानी खाने हो र अब अलिअलि त्यहीँ टिप्दै हिँड्ने त होला नि टिप्दै ल अब औषधीको बुटो आएको छ अब भाइ टिप्न जाँदैछ खासै रहन्छन् के यो बुटोमा त तिमी न त भाइ मागा धेरै छैन यहाँ धेरै छैन यो रुखमा चाहिँ खासै छैन अब हामी खोज्दै जान्छौँ है
आज चाहिँ बल्ल यस्तो यतातिर आएर अलि रमाइलो अनुभव भयो है। हजुर घुम्न राम्रो पाइएन क्या, गाउँ त घुमियो, घर त देखियो, दिदीसँग नि रमाइलोसँग बसियो। बल्लै भेट भएको दिदीसँग यत्रोचोटि आउँदा अर्पण 3-4 चोटि आयो, आजसम्म भेट भएको थिएन, भेट भएको छैन। जियो अहिले चाहिँ रमाइलो गरेर बस्यो, सम्झँदै होला, माया नमार्नु होला, फेरि पनि भेटौँला नि। दिदी चाहिँ पोखरा 2टा छोरा छन्, अब छोराहरूलाई उहीँ छोरा अब उहाँको पनि बाबा मम्मी पोखरा हुनुहुन्छ, घर उही छ, पोखरा पनि छ, यहाँ पनि छ। अनि यता गाउँमा चाहिँ अब घरमा अब यतातिर बाख्राहरू छन्, अनि त्यही भएर झ्याप्प अब सर्न पाउनु भएको छैन, त्यही भएर गाउँमा बस्नुभएको हो। अब उहाँ पनि जाँदै हुनुहुन्छ, 2टा छोराहरू छन्, छोराहरूको पढाइ यता अब यो गाउँको बिस्तारै खेतीबालीहरू अरूलाई सुम्पिएर अनि उहाँ पनि पोखरा बस्नको लागि जाँदै हुनुहुन्छ छिटै। अब भेट्यौँ भने उतै डिमगढ पोखरातिर आएर भेट्ने होला नि होइन। हजुर नत्र गाउँमा आएर त्यस्तो मेसो पऱ्यो भने भेट्ने होला। नत्र अब काँडा हुन्छ के, काँडा ऐसेलुको थाहा छैन, यहाँ तिमीले सक्दिनौ जान्ने हुने, अब खिल पस्छ र कस्तो छ रगत छ आइज के तैँले सक्दैनस् ल। भाइलाई जे अहिले चाहिँ एकदम रमाइलो भयो, भाइलाई पनि अब भाइ पनि आउँछ मसँग मैले जाने ऐसेलु हो त नि, ऐसेलु नयाँ कति स्वादिष्ट छ देख्दै र अझै टिप्ने हो हामीले, अनि डब्बामा भर्ने हो, डब्बा लिएर आइछौँ, हेरौँ कति हुन्छ। काफल चाहिँ खासै सानो रहेछ कि निखारेछ, मान्छेले टिप्ने अनि जनावरले खाने गर्दा के रहोस्, अब सिजन पनि सकिने बेला हुन लागिसक्यो। त्यो पानी अब धेरै अनावश्यक खर्च नहोला, एकदम चिसो हावा चलेको शीतल अनुभव भइरहेको छ न। त घरमा त घामै भयो अहिले है, यतै घाँसका रुखहरू त कति हुन्, कति नाम पनि नआउने, पाखुरी अरे अनि के अरे भन्छ घाँसका रुखहरू, खनिम त थाहा मलाई, बेडुला पनि थाहा, मलाई थाहा नभएको पाखुरी हो, केराहरू छन् जति नि। घर त खन्के बाक्लो बस्ती त बाक्ली छ नि, त्यहाँदेखि सबै कोही कता खै काँडाको तारे होला नि कि मैले ल हेर्नुहोस् त घाँसको उठो, यो घाँसको रुख हो, घाँस झरालेर अहिले केही छैन हो। अघि एकछिन त लाखुले यति हैरान बनायो घरमा आएर, अहिले कता गएछन् ती बाँदरहरू देखिन्न के, चराहरू आउँछन् सुनसान भइ चाहिँ अहिलेलाई चाहिँ। अब फेरि कति बेला आएर बाँदरहरूले हैरान बनाउने हुन्, आइहाल्ने अब फर्किहाल्ने नै घर पनि। ल हेर्नुहोस् यहाँबाट गएर के राम्रो देखेको है, खेतहरू रमाइलो छ गाउँ त। तर कोही अमेरिका कोही अस्ट्रेलिया भन्ने गाउँ छोड्ने त्यो भएर मात्रै हो कि। अर्पण गाउँ चाहिँ रमाइलो छ है साथीहरू। यो हो, यो घाँसको नाम के अरे, यो यो पाखुरी, यो त तिजु हो। तिजुको रुख नि कस्तो अर्को लेखेको त नि नचिनेको, होइन तिजुको पात पनि चिन्नु छोडियो कि छ, उहाँ हुन्छ कि हाम्रोतिर। यो वनभैँसी त होइन भयो, भैँसी नै हो, यहीँको भैँसी हो। वनमा लिएर छोडिदिएर चर्न दियो भनेर वनभैँसी हुन्छ। भाइको कुरा नि बरु यो अल्लारे केटाहरूको त बुद्धि नि कहिले आउने हो। भाइ यति बेला 16 पुरा भएर 17मा ला, अस्ति चैतको 29 गते मेरो भाइको जन्मदिन थियो। जन्मदिन मनाउन चाहिँ ऊ दिदीकोमा गयो, अनि हिजो आयो फेरि भाइ चाहिँ। त्यही पनि दिदीले आइज म जान्छु भनेर बोलाएर आयो। यति बोलाउनु पर्ने, जाने बेला घुचाट्नु पऱ्यो, आउने बेला तान्न पर्ने। यो हो धेरै उकालो ओह्रालो नगरेको बानी त हत्तु परिदो रहेछ, थाकिँदो रहेछ। खै भाइले अघि रातै भन्यो खासै काफल रहन्छ न पहेँलै भनिदियो।
हेरौँ कति हुन्छ। बल्ल चुनु दिदी एकचोटि बोल्नु भयो। ल राम्रो छ किप इट अप। के भयो भाइ ऐसल रहेछन् टिपा टिपा भाइ टिपा ऐसल टिपा। म त भलगै बनाउँदैछु के टिपा है कहाँले को तातो क्याप्छ मलाई के टिप्ने त्यसो त भन्नु भएन नि यहाँ क्यामेराम्यानले त कहाँ ल तैँले क्यामेरा खिच्दैन त्यसो भए त्यहीबाट हेर्नु अब यहाँका हामी पनि आइसकेको छौँ यहाँ औसेलीको रुखा। औसेली पनि अब ठिकै छ। ऐसेलु बेच्न राखेको हाल्छु नि मिठो छ बोल्यो पान धेरै नपरेर क्या बेच्दैन हामी त आफू खान लगाएको के पेसा गर्छौँ र हामी बेच्न परेको छैन किन हाल के हो ऐसेली बेचेर पैसा कमाउनु परेको र हामीले घुम्न आउँदा नि ऐसेली बेच्ने र खाने हो नि हामीले होइन हो कि होइन। यहाँ त के देख्नु भयो र उता त औसेलीको रुख उहाँ खेती नै लाए जस्तो हो क्या हो त्यहाँ जाने नि अब टिप्न त मुख्य होइन यहीँ हो त्यहाँ ऐसे खेती लाए जस्तो हो यहाँ त्यहाँ जाने हो नि जान्छ हो यही हो यही पाँच रोकी खाँदैछु कि यहाँ देखाउँदैछु अब रोक्न त एकछिन ल त अब खेती ल हामी यो रोड बाटो के बाटो गाडीको बाटोतिर आयौँ है गाउँको रोड बाटो ल साह्रै राम्रो रोड बाटो हामी झरेर त्यहाँ अलिक खासै बाक्लो रहन्छ निख्रिने बेला भएछ क्या यसो नि त्यही भएर त हामी उहाँ राम्जा गयो बेला खिचे अलिअलि निहाल्नु थियो एकैछिन टिपेर खाएको अनि फेरि एउटा कामले हिँडेपछि फेरि खुस्कन पाइएन त्यही खान्छु भनेर हिँडेको त हो नि न त त्यस्तै हो घाममा हेर्ने भएन कि आँखाले ल कति राम्रो देखेको हरियो डाँडा त्यहाँ यहाँ चाहिँ टिप्ने कार्यक्रम हुँदैछ है ए छाप्दै ओड्न पर्ला जस्तो अवस्था आयो हामीले आँखै हेरेर नभएको भए भाइले अनि यता चुनु दिदीले सहयोग त गर्नु पऱ्यो नि दिदीलाई खान पऱ्यो आशा छ होला नि तपाईँको सहयोगको पनि अपेक्षा छ भन्ने आयो बाबा तानो आयो बाबा यो तानेको सम्झिँदा त फेरि आया स्वयंले तानेको के हुँदो र नि काँडाले तान्दा हेर नि यसलाई खाना मन लगाएर त्यस्तै तान्दा नि टिपी टिपी खा उसलाई मिठो बाबु ऐसेलु कस्तो छ मिठो ए हो गुलियो हातमा उस हुन्छ राम्ररी गर है तान्छ के हुन्छ हस् भन ओके ओके ठिक छ ठिक छ अब यता त जाम पनि ल आज चाहिँ बल्ल आइयो नआएको भए भोलि गइन्थ्यो अब फेरि स्कुल खुल्न लाग्यो जाने होला यहाँ त के हो र उहाँ तल हक्का लगाउँछ यहाँ हो तैँले भनेको ठाउँमा धेरै भएको ठाउँमा जाने हो त्यसो भए त एउटा भएको ठाउँमा भन्दा एउटा भएको ठाउँमा भुल्ने होइन धेरै भयो भने टप टप टिप्ने हो मैले ऐसेलुको काँडाले कोर्यो भने जस्तै भयो है स्वयंलाई हो कि होइन हो बाबु हो भन न आऊ आऊ के भयो आऊ आऊ केही हुन्न छोड अलिअलि त कोतार्छ नि त्यो काँडा कस्तो हुन्छ नि घोज्छ नि ल भाइ फेरि अर्को रुखमा आयो अब म टिप्छु है त ल एकछिन अब भालु ऐसेले पनि हेरिरहेछन् काँडा काँडा हुन्छ क्या टिपेर खान त मिठो हुन्छ नि तिमी अब तिमीलाई अहिले हामीले डब्बामा जम्मा गरेर खाऊँ बाबु दिन्छौँ कोतारो धेरै अब नर है पर्दैन के खानाको रहरले अलि दिन्छौँ टिपेर हुन्छ को नि तेरो साथीले उयो गर्ने को हुन्छ नि काम गर्ने किन चिच्चाएको हुन्छ नि काम गर्ने ब्लग छ ब्लग हो ए म त खेतमा होइन भनेको
के भयो अरे काँडाले कोतारो माया गरेको हो तँलाई काँडाले तेरो मैले यतिको बसेको नि हामीले आउटर साउटर लाएर आउनु पर्ने गरे त होइन ऊ झुन्डियो काँडा